धेरैजीको आवाजमा एउटा गीत पनि रेकर्ड गरेको छु। उहाँको एक ऐतिहासिक एउटा नाम सदैव जीवित राख्नका लागि एउटा कृति ल्याइरहेको छु र म आज बहिनी सामु अनुमति लिएर मात्रै उक्त गीतलाई मैले सार्वजनिक गर्ने तयारी गरेको छु। म पुष्पा बहिनीको अनुमतिबाट मात्रै उक्त गीत सार्वजनिक गर्ने कुरा पनि हजुरहरू माझ अवगत गराउन चाहन्छु। र विशेष गरेर यस्तो साहसी बहिनी जसले अन्तर्राष्ट्रिय स्टेजमा आफ्नो दाइको रक्षाका लागि आफ्नो दाइलाई छुटाउनका लागि एउटा विश्वका हरेक इतिहासमा बहिनीको नाम पनि सदैव जीवित रहिरहोस्। एउटा बहिनी जुन बहिनी अमेरिकाको अन्तर्राष्ट्रिय स्टेजमा पनि आफ्नो दाइलाई छुटाउनका लागि गुहार माग्दै पुगिन्। बहिनीको भिडियो हेर्दा मेरो शरीरमा काँडा उठे जस्तै हुन्थ्यो। एउटा कलाकारको नाताले पनि भावनामा डुब्ने मान्छे हो। म गीत लेख्दा लेख्दै रोएको थिएँ र यी बहिनीलाई मेरो बहिनी देखिरहेको थिएँ। म हरेक बेला हरेक समय म यी बहिनीका भिडियोहरू हेर्दा मेरो आँखामा आँसु आइरहन्थ्यो। र आज संयोगवश यो श्रद्धाञ्जली सभा यो दीप प्रज्वलन कार्यक्रममा पनि म उपस्थित हुन पाउँदा एकदमै यहाँ दुःख व्यक्त गर्यो। हामीले सदैव दुखी भइरहनु भन्दा पनि हाम्रो एउटा दाइ हाम्रो एउटा भाइ जसले विश्व इतिहासमा रेकर्ड राखेर गएका छन् र सदैव विपिन जोशीको नाम अमर रहिरहोस् भन्न चाहन्छु। र बहिनीलाई घर परिवारमा शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हामी समवेदना पनि प्रकट गर्न चाहन्छौँ। र सदैव विपिन जोशी अमर रहिरहनेछन् भन्दै अहिलेका लागि